दुःख पीडा कति कति सुख भन्नु छैन रति मुन्टी रसिला छन् पारले ओठमा मुस्कान छैन ज्यानकै बाजी लाउँदा पनि कहिले राम्रो भएन संसारकै दुखी मान्छे सुख खोज्न कहाँ जाऊँ उनीले सम्म बसाइ सर्थे कहाँ छ त्यस्तो ठाउँमा सुखभन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै सुखभन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै आशा बोकेकी एउटी मान्छे भुन्टी आफूलाई पराई तिमीलाई नि आफ्नै मान्छे भन्ने मान्छे भुन्टी दाजु भाउजूले ख्यालवास्ता गरेनछन् क्यारे छाडा छोडेछन् क्यारे त्यही भएर भूमिकाको बलात्कार भयो रे बुढा बलात्कार भयो रे आमा बुवा अघि तपाईँहरू के कुरा गर्दै हुनुहुन्थ्यो केही होइन बाबु केही होइन भुवन मेरो छोरा मेरो ठुले तिमीहरू आयौ खबरै नगरी एकैछी आयौ त त्यही त बाबु तिमीहरू आउँछौ भनेर त मैले सोचेकै थिइनँ त तिमीहरू त खबरै नगरी आयो त झन् खबरै नगरिकन आयो भने आमा बुवा खुसी हुनुहुन्छ भनेर आएको अघि तपाईँहरू के बोल्दै हुनुहुन्थ्यो हामी जे सुन्दै थियौँ के त्यो कुरा सत्य हो यस्तो नचाहिँदो कुरा तपाईँहरूलाई कसले सुनायो मामु किन रोइसेको हजुर भूमिका बहिनीलाई केही पनि भएको छैन एकदम फिट एन्ड फाइन होइसिन्छ यस्तो नचाहिने कुरा हजुरहरूलाई कसले भन्छ मलाई भनेपछि त म ठिक पार्छु त्यस्तालाई त्यही त त्यसरी अरूको चरित्र हत्या हुने गरी कुरा गर्दै हिँड्ने मान्छेलाई त कारबाही गर्नुपर्छ आमा साँच्चै तपाईँलाई यो कुरा गर्ने मान्छे को हो भन्नु त बाबु तिमीहरू भर्खर आइपुगेका छौ यस्तो कुरामा ध्यान नद्याऊ अनि मेरो नाति नातिनी खोइ त नातिले चाहिँ एयरपोर्टबाटै मामा घर जान्छु भनेर खोइ नाति चाहिँ यी पल्लो घरको बाबुसँग गेम खेल्ने अनलाइनमा गफ हुँदो रहेछ एकछिन भेटेर आउँछु है भनेर गएको छ आमा पहिला कुरो के हो भन्नु त भूमिकालाई हामीले भेटेरै आएको अलिअलि बिरामी चाहिँ थिएँ तर घरबाट कहीँ निस्केकी थिइनँ घरमै बसिरहेको मान्छेलाई यो बलात्कार भन्ने कुरो कहाँबाट आयो आमा त्यो कुरो खास कसले भने भन्नुहोस् त मलाई कसको नाम लिउँ बाबु कसको नाम लिउँ गाउँभरि सबैतिर त्यही कुरा छ बुन्टीलाई फोन गरेर सोद्धाखेरि पनि उल्टै ठुला ठुला कुरा गरी यस्तो हो भनेर भन्न सकिनँ उल्टै मलाई तिम्री छोरीलाई लगेर मैले केटासँग राख्दै हो र भनेर उल्टै थर्काए बाबु के रे त्यो बुन्टीले हजुरसँग त्यसरी कुरा गरे त्यसको त्यत्रो हिम्मत होइन के भएको छ भूपेन्द्र बाबुलाई त्यसलाई किन त्यसरी टाउकोमा टेकाएर राख्नु भएको छ आफ्नी आमा समानकी सासू आमालाई त्यसले कसरी त्यस्तो भन्न सके हुन त त्यस्तो अनएजुकेटेड केटी दुनियाँको मेलापात गरेर खानुपर्ने मान्छेलाई त्यत्रो महलमा लगेर राखेपछि यस्तै त हुन्छ नि मैले त पहिले भनेको थिएँ आफ्नो लेभल म्याच गर्ने केटी बिहा गर्नुहोस् भनेर
बरु आफूले भने जस्तो केटी पाइएन भने बिहा नै नगर्नुहोस्। हामी नेपाल फर्किएपछि तपाईँले भने जस्तै केटी खोजेर बिहा गरिदिउँला। झन् त्यसमाथि मेरै बहिनीले तपाईँलाई मन पराउँछे, कति धेरै माया गर्छे। नेपाल आएपछि मेरो बहिनीसँगै कुरा गरेर तपाईँको बिहा गरेर दिउँला भनेर फोनमा मैले उहाँलाई कति सम्झाएको। मेरो कुरालाई त भूपेन्द्र बाबुले एउटा कानले सुनेर अर्को कानले उडाइदिनु भयो। त्यसकै परिणामस्वरूप आज यो घरमा यस्तै बुहारी भित्री। तेरिका कति कराएको हो के तिमी? चुप लागेर बस न। यहाँ एउटा विषयमा कुरा भइरहेछ, तिमी अर्कै विषयमा गरिरहेछौ। बिचरा ती सोझी भुन्टीलाई हरेक कुरामा दोष नदेऊ न तिमी। भुन्टीलाई भन्दा पहिला भूमिकाको रेखदेख गर्ने, अनुशासनमा राख्ने काम भनेको त दाईहरू आमा बुवाको पो हो त। भुन्टी त बिचरा हाम्रो परिवारमा पछि जोडिएको मान्छे, किन दोष लगाउँछौ हो तिमीलाई? सत्य कुरा के हो भूमिकाले भनेपछि थाहा भइहाल्छ नि। सत्य तथ्य के हो नबुझिकन खालि बेकारमा बुहारी दोष दिने काम नगर त। कसै कि नभएकी बुहारी। आमा बुवा तपाईँहरू चिन्ता नगर्नुहोस्, हाम्रो बहिनीको जीवनमा तपाईँहरूले भनेको जस्तो घटना घटेको छैन। बहिनी बिरामी भएर घरमै बसिरहेको थियो। घरमै बसिरहेको मान्छेलाई कसैले त्यस्तो गर्न सक्छ? गर्नै सक्दैन। तपाईँहरू ढुक्क हुनुहोस्। बाबु ठुले यत्रो वर्ष पछाडि विदेशबाट आएको, आउने बित्तिकै यस्तो नराम्रो कुरा सुन्नु पर्यो। तँलाई कति नरमाइलो भएको होला है। जा बाबु गएर नुहाइधुवाइ कर, फ्रेस हो। बाँकी कुरा पछि गर्दै गरौँला, केही चिन्ता लिनु पर्दैन। बस होइन, यो भुन्टीले त केटा मान्छे जति सबैलाई मोहनी लाउन जानेकी छ कि क्या हो। हुँदा हुँदा मेरो जेठो छोरो समेत बुहारीकै पछि लिने भएछ। अचम्म छ बा। अचम्म मान्नु पर्दैन हो, अचम्म मान्नु पर्दैन। भुवनलाई हाम्री बुहारी कस्ती थिए भन्ने कुरा राम्ररी थाहा छ। तैँले पो जानी जानी बुझ पचाइस् त। जसरी बुहारीलाई दिनरात गलत बुझ्छेस्, हरेक किसिमका दोष दिन्छेस्, त्यसै गरी छोरीलाई पनि कहाँ जान्छे, के गर्छे, कसो गर्दैछे भनेर निगरानीमा राखेको भए आज यो दिन देख्नै पर्ने थिएन नि। खालि अरूलाई मात्रै दोष दिन जानेको छ। आफ्नो कमी कमजोरी के छ भन्ने कुरो कहिले बुझ्या होइन। तैँले जानेको यति होइन त? होइन, सबैले मलाई गलत देख्छन्, सबैले मलाई नराम्रो बनाउँछन्। यो घरमा बस्ने सबैजना सही अनि म चाहिँ गलत। मसँग कुरा मिल्ने भने त, मलाई माया गर्ने भने त मेरी त्यही एउटी जेठी बुहारी मात्रै रहेछ, अरू त सबै शत्रु रहेछन्। E-Seva presents Bhunti, powered by Berger Silk. भाइ तपाईले कहिले नखाएको खानेकुरा बनाएर ल्याइनु। ए लौ न, के हो यो? रङ्गी बिरङ्गी बनाएर पो ल्याएको त। अनि सबै मैला दिने भयो। घरमा तिम्रो देवर नन्दनी को हुन्छ, अरूलाई दिनु पर्दैन, सबै मैला मात्र दिनु भयो त। अब नन्द देव सबै आफ्ना कोठाई यसो गर मुभीला झुन्ने बस्यो, त्यही भोक लाग्यो भने भन्छन्। यस्तो चाहिँ फेरि खासै मन पराउँदैनन् क्या। त्यही भएर यात्रा गर्दैन हालेर बसे न। त्यही भएर आज त म केही बिरयानी ढिन्न रिस उठ्यो। गर्दन हालेर के भन्छन्? अनि गर्दन त पहिल्यैदेखि थिएन र पछि हाल्नु पर्ने रहनुहुन्छ। गर्दन त थियो नि, त्यही भएको गर्दन यात्रो फुलाएर बसेछन् कि खस्स परेछन् कि। अनि बहिनी यो के हो? यो रङ्गी बिरङ्गी पहेँलो रातो हरियो अनेक छ त। यो के हो? यो मकै हो क्या दाइ, मकै हो। मकै गाजर खुर्सानी सबै हाल्यौँ कि। अनि मकै यस्तो बनाएको मकैलाई? मकै त हामी त नि गाउँमा त नि खोसेल्टालाई खोलेर अनि सुवा टँगेनामा हालेर पोलेर यो के अरे खोया सहितै धार्दिउँ त नि। तिमीले त्यो छोडाएर के हालेर यस्तो बनाउनु जानिसक्यो है तिमीले? आम्मा तपाईँका जहिले यस्तो मनपर्छ अनि यस्तै बनाएको खानु खानु कता। तिमीले त यस्तो परिकार बनाउन जानिसक्यो। कति मिठो। देश अनुसारको भेष आउनु परेन त है दाइ। देश अनुसारको भेष रे? भेष नि यस्तो म्याक्सी लाएर बसिरहेको छु। देश अनुसारको भेषै गर्ने हो नि त। तिम्रो यो घर अनुसार त तिमीले त हुन्छ नि त्यो म्याडी साडी के भन्छ नि, त्यस्तो त्यस्तो लाएर बस्नुपर्ने हो। कपाल सपाल पनि त्यस्तै बनाउनुपर्ने। अब म्याक्सी लाएर बसिरहेको नि यस्तो देश अनुसारको भेष रे फेरि भन्नु पुरानो हुन्छ। अनि तपाईँको गाईलाई यस्तो मनपर्छ यस्तो बनाए, अब तपाईँको गाईलाई लाएको यस्तै मनपर्छ यस्तै लायो।
अनि म्याडी स्याडी लाउँछु त टपिक बुझ्नु पो हो त म्याडी मरेले ठुलो बडा लाउने म त आउँदैन लाल लाउँछ यो टपिकलाई है पानी ए हो लु साह्रै मिठो बहिनी साह्रै मिठो तिमी पनि खाऊ न है यस्तो यस्तो बनाउनु जानु सक्नु गएको थियो मैले अब जागिर नपाइला कि भन्ने टेन्सन नहाल्नु ढुक्क हुनु जागिर पाउनुहुन्छ मेरो पक्का है हुन्छ बहिनी अब पाइयो भने त साह्रै राम्रो हुन्थ्यो पाइन्छ टेन्सन नहाल्नु पिउसोले मलाई यहाँबाट झार्ने लु आइज त झार कसरी झार्दो रहेछस् म पनि हेर्छु मेरो दाइहरूको अगाडि तैँले मलाई छोइस मात्र भने नि मेरो दाइहरूले तेरो के हालत गरिदिनुहुन्छ तैँले सोच्न पनि सक्दैनस् नि फेरि जिन्दगीभर सडाइदिनुहुन्छ सोच्या छस् के हो भने आज भोलि यो ठेगान आए जस्तो छ नि पहिला त म जतिको क्वेसन जस्तो गर्थेँ आजभोलि त खिस्टिकको परेको रहेछ त के हो सन्च होइन क्या त्यो नन्दन अनि दाइ अरू के खान मन छ भन्ने म पकाउँछु यति धेरै यहाँ ल्याएर चाहिँ यही खाँदै पेट ड्यामै भइहाल्छ नि पनि फेरि मेलाई पकाएको बुझले खाइ भन्नु र तपाईँलाई एक्लै खानु मन नराख्दा खाइदिए हावा कुरा नगर न खानु परेन सँगै कस्तो कुरा गर्छ दाजु बुझ्नेसँग घुसेर नाखा कच्ची भयो अनि खानेकुरा चाहिँ दाइले उतैबाट कोसेली ल्याएको पकाउनु भएको कि यीको पकाउनु भएको नि भाउजू त्यो मेरो दाइले ल्याएको कोसेली दाइलाई नै खुवाउँछु छ कोसेली त मेरो दाइले फलफुल ल्याउनु भयो आमामा फलफुल अनि दाइले ल्याएको कोसेली हामीलाई त दिनु नै भएन त कि हामीलाई दिनै नपुग्ने ल्याएछन् ल्याउनु नपुग्नु जति हानि पुग्नु ल्याउनु भएको र मेरो दाइले तर फेरि मेरो दाइले ल्याएको फलफुल खाँदा केही गरी तपाईँको भुँडी दुखो के हो भनेदेखि गाउँसम्म हल्ला पुग्छ अनि हल्ला पुगेपछि सबै मैले गर्दा पो भुँडी दुख्या भन्ने भएर तपाईँको आमाले पुगेर गाली गर्नु होला त्यही भएर मलाई दिन डर लागेर नदिएको नबुझ्नु अब जति के खान मन आउँछ आफू पकाउने खाने म केही नहाल्ने मैले जियाएर पनि म नराम्रो हुन्छ किन गर्नु दाइ कति पछि तपाईँसँग बसेर यसरी खाँदाखेरि म त सबै दुखा पीडा भुलेर बिहान नहारेको बेलामा गाउँमै दाजु बुझ्नु बस्ने खाने गर्थ्यौँ नि अनि त्यस्तै याद आइदियो भाइ अब तपाईँ 2-4 दिन यहाँ बस्नु न दाइ उता पूर्णिमासँग पनि खटपट भइरहेछ 2-4 दिन नभए पनि आजको रात चाहिँ यतै बसेर ज्वाइँसँग सल्लाह गर्नु पर्यो के सोच्नु भएको दाइ 2-4 दिन यहाँ बस्नु पर्छ है 2-4 दिन चाहिँ होइन बहिनी आज बेलुका चाहिँ म यहीँ बस्छु नि है आज बेलुका मात्रै आज बेलुका भोलि दिनभर होइन अनि तपाईँ भने अफिसतिर जानुभएको चाहिँ लाग्थ्यो हाम्नु भएछ त दाइ चाहिँ कति राम्नुहुन्छ एकछिन पछि आउनुहुन्छ होला दाइ तपाईँसँग के कुरा गर्नु थियो भाउजू कस्तो कुरा हो भन्नु न ठिक छ तपाईँको दाइ जानुभएपछि कुरा गरौँ न बहिनी हजुर म आजै जान्छु है अब ज्वाइँसँग पनि यति बेरसम्म आउनु भएन अब उहाँ आइसके पछाडि दुईजना कुराकानी गरेर यसो मलाई फोन गर अब जाँदाखेरि पनि म कामहरू बुझ्दै जान्छु अब के गरे अन्तै काम पाइयो भने अब अन्तै भयो भने अन्तै काम मिल्यो भने म अन्तै गर्छु काम अब मिलेन भने चाहिँ ज्वाइँ साहबलाई यसो भनिदेऊ न है अन्त काम पाउँछ त फेरि म अन्तै गर्छु दाइ तपाईँ अहिले भर्खरसँग यहाँ बस्ने भनेर तयार भइसक्नु भएको मान्छे अहिले फेरि जाने कुरा चुप लाएर बस्नु कति पछि दाजु उनीको भेट भयो जाने कुरो चाहिँ नआउनु भनिदिउ उसलाई सक् होइन कि मैले बिर्सेछु के तिमीले भाउजूलाई मैले यहाँ आएको कुरा केही भनेकै छैन फेरि मन दुखाउन सक्छन् कि त्यही भएर फेरि अरू बेलामा लिएर म बस्ने गरी आउँछु होइन फेरि मन दुखाउन सक्छन् कि बहिनी म जान्छु मैले भनेकै छैन कि त्यही भएर म बस्ने गरी आउँछु कुनै दिन चिन्ता नगर है एकछिन यति खाइसक्नु म आइहाल्छु कहाँ जान लाग्यो फेरि मलाई यति भए पुग्छ फेरि अर्कै के बनाउन लाग्यो क्या बनाउनु न एकछिन बस्नु
भन्न खोज्नु भयो थियो दाई। देवरको त्यस्तो बोली वचन सुनेर होला एक्कासी जान्छु भन्न थाल्नुभयो। यति भए पनि दाईको हात हालिदिनु पर्यो। दाई हजुर के भयो नि? यस्तो नगरौँ पर्दैन। अहिले कहाँ हुँदैन यति राख्नु हुँदैन दाई। हुँदैन हुँदैन। तिमीले केही काम छैन केही छैन यो कहाँबाट आउँछ पनि? यस्तो नगर तिमी चाहिँ हेर। अहिले कुटे खानु होला यति राख्नु न। तपाईँको केही काम छैन। कति गाह्रो भएको दाई थोपिलो। अहिले मैले चाहिँ तिमीलाई दिएर हेर्नु पर्ने थाहा भयो। तिमीले चाहिँ मलाई ए पर्बु जसले सक्छ त्यसले चिन्ता राख्नु। म राख्नु। ओरे हगा दाई यति राख्नु बुझ्लिदिनु नाइ राख्नु नाइ। म त बोल्दिनँ नि फेरि। दाई पाएपछि त अन्य दाइले नि कमाउनुहुन्छ। अहिले तपाईँलाई गाह्रो हो कति है। एक दिन भाउजूलाई लिएर पहुँचाली गफन गरी बस्ने गरी आउनु है दाई। हस् बहिनी हस्। अहिले चाहिँ म जान्छु तर यो नदिएको भए हुन्थ्यो। चुप होला। यति नि सक्नु भएन त। खाऊ न खाऊ। मैले त कम त है त दाइसँग बसेर गफ दे। मैले त सबभन्दा देखाएँ। मैले झन् बुढीको हातको यति मिठो खान पाएँ आज। साह्रै खुसी लाग्यो। तर यो नदिएको भए हुन्थ्यो। चुप होला। कति पछि आफ्नो दाइ देख्नु पाएर खुसी भयो। त्यो पनि नदिएको भयो। जागिर सागिर भएको भए जागिर हुन्छ एक दिन। तपाईँको ज्वाइँको जागिर छैन त। बुढाको भने बुढीको हुन्छ। तिमी पनि अब जागिर खाने हुन्थ्यो। पढ्दै जान्ने भएर अब बुढीको अब छिट्टै भएर जाने। ल मेरो बहिनीले बनाएको सबै नाच्नु पारि मैले खाएँ। खाना पर्यो नि। अब म जान्छु बहिनी। अनि तिम्रो देवरले के सल्लाह गर्न खोजेको गर सल्लाह गर। मलाई अलिकति के गडबड छ कि जस्तो लागिरहेको छ है बहिनी। ए छैन हो दाइ छैन। कस्तो टेन्सन गर्नु त। सब ठिक छ। आज अहिले म जे भने ड्याङडङ हो आफै सल्भ गर्ने भइसक्यो। गर्छौ तिमी दाजुले चिन्ता गर्नुहुन्छ भनेर कुरा लुकाउने खालके हो। ए बा मेरो दाइ यही लुकाइ होइन। सबै ठिक छ। जबसम्म तपाईँको ज्वाइँले म यहाँ हाल्नु त तबसम्म सब ठिक छ। ल बहिनी ल राम्रोसँग बस। म भाउजूलाई लिएर बस्ने गरी कुनै दिन आउँछु। अहिले चाहिँ म जान्छु है। ल तलसम्म पुर्याउँछु मेरो दाइलाई। आमामामा यी भाउजूले त माइतीलाई पैसा पो दिँदो रहेछन्। म यी हुँदा हुँदै त यति पैसा दिन् भनेदेखि म यहाँ नभएको भएदेखि कति दिन्थिन् होला त। यिनले त दाइलाई सकाउने नै रहेछन् नि। भाउजू अनि तपाईँले त तपाईँको दाइलाई मुठीभरि पैसा दिनुभयो त। कसको पैसा दिनुभएको? कस्तो कुरा हाल्नुभएको नन्नु बहिनी। कसको पैसा दिन्छु र मैले? अरू आफ्नै पैसा दिएँ। आफ्नै पैसा दिए रे? होइन तपाईँको न केही काम छ न कतैबाट आउने ठाउँ छ। अनि कसरी आफ्नै पैसा दिनुहुन्छ? पक्कै पनि त्यो भूपेन्द्र दाइको पैसा हुनुपर्छ। अनि भूपेन्द्र दाइ भन्ने मेरो को मेरो कोही बुढा होइन। अनि बुढा पैसा मेरो होइन। आफ्नो बुढाको पैसा दिँदा के बिराएँ? तपाईँलाई त केही बिराए जस्तो लागेको छैन होला भाउजू। तर यसरी तपाईँले लुकी लुकी आफ्नो माइतीलाई पैसा दिएको भूपेन्द्र दाइले थाहा पाउनु भयो भनेदेखि मार्नु होला नि। क्यार्न मार्नु? के मैले चोरेर ढाँटेर दिएकी हुँ र मार्नलाई? तपाईँको दाइ आउने बित्तिकै मैले यसरी दिहु भन्दा म आफै भनिहाल्छु। तपाईँको दाइले थाहा नपाउने गरी लुसुक्क दिनु थियो भने त तपाईँ गाडी थिए क्यार्न दिन्थ्यो र दाइलाई तलसम्म पुर्याउन गएकै थिएँ। तलै खुसुक्क गोजा हालिदिन्थ्यो होला के रे? किन तपाईँको गाडी दिँ त? मलाई कसैको डर छैन नन्नु बहिनी। कसैको डर छैन। जब अप्ठ्यारो परे बेलामा दाइलाई गाह्रो भए बेला यति पैसा दिँदाखेरि के का तीन नेत्र बलेका हुन तपाईँका? अहिले मेरो दाइ ससुराली घर बस्नु भयो। जागिर सागिर केही पाउनु भएन। कति कुरो खान मन लाउँदो लाउन मन लाउँदो कति गाह्रो हो। त्यही भएर यसो अलिकति त्यहाँ भएको पैसा दिँ त के बिराएँ मैले? अलिकति सन्चो भएपछि त सुरु भइहाल्नुहुन्छ है तपाईँहरू। अस्ति नै ओछ्याना खानेकुरा ल्याएर खुवाउनु पर्ने अवस्था भए बेला त भाउजू तपाईँ जस्तो कोही छैन गर्नुहुन्छ त। अब अहिले फेरि मैले खाउँला जस्तो गर्न थालिहाल्नु।
देवर भाइ त्यस्तै तपाईँ त्यस्तै बल्ल बल्ल कति पछि दाइ आउनु भएर एकैछिन गफ गर्न के लाएकी थिए दाइलाई यसो मिठो कुरो बनाएर के खुवाउन लाई थिए आमामा उतैबाट ल्याएको हो के कसैले ल्याउनु भयो कस्तो ठाडो व्यवहार गर्नुभएको नन्न बहिनी त्यही सिकाउनु भयो तपाईँको आमाले तपाईँलाई जम्म कमसे कम पाहुना आएको बेला त मिठो वचन हुन्छ नि भाइ एउटा त्यो मेरो दाइलाई कति नराम्रो लाग्यो होला मुन्छेले त्यसरी गिराएर बोलेको राम्रो होइन नन्न बहिनी आउन पाउनु भएन उता देवर भाइ तपाईँको दाइ गएपछि कुरा गर्छु भन्नुहुन्छ जानी हो कि बस्ने हो कि बुझ्नु छैन केही छैन के बोले त्यो केही सिक्नु हो तपाईँहरूले मैले त्यस्तो बोले भए के भन्नुहुन्थ्यो होला आफूले कहाँ कथेर के बोल्ने केही थाहा छैन र पनि आफू नै जान्ने म खत्तम देवर भाइको त झन् के कुरा हार्नु अब अर्कै भइसकिसक्नु यस्तो कुरो नआउनु अबदेखि मेरो दाइहरू आएको बेला भनिदिउँ मैले कति पछि बल्ल बल्ल पहिलो ताली घर टेक्नु भएको अस्ति नै मलाई लाने बेला गेटसम्म मात्रै आउनुभयो त्यो र पनि अनेक भाती सुन्नु पर्यो एक रात बस्छु भन्नुभएको थियो त्यही पनि तपाईँहरूको वचनले गर्दा फुत्त नबसी हिँड्नुभयो कति नरमाइलो लाग्छ मलाई बुझ्नुहुन्छ यस्तो कुरा बिहाएर गएपछि तपाईँका घर तपाईँका घरपट्टिकाले नि यस्तै गर्यो भने मात्रै थाहा पाउनुहुन्छ कि तपाईँहरू अहिले बुझ्नुहुन्न E-Seva presents Bhunti, powered by Berger Silk. आमा तपाईँलाई आजभोलि झन् धेरै गाह्रो हुन थालिसक्यो एकचोटि भुन्टीसँग कुरा गर्नु भएको भए हुन्थ्यो न सहरमा उपचार गर्नको लागि बोलाउँथिन् कि बोलाउनु त बोलाउँछ नि किन नबोलाउनु तर त्यसलाई मलाई यस्तो बिरामी छु सन्चो छैन भनेपछि धेरै चिन्ता गर्छ भुन्टीले पढ्न थालेकी छ त्यसलाई पढाइमा ध्यान नजाला कोहीको फोन नगर केही थाहा नदेऊ पहिला पहिला पनि यस्तै भइरहन्थ्यो तर बिस्तारै निको हुन्थ्यो अहिले पनि अलिकति बढ्या छ अलिक गाह्रो भएको छ बा तिमी चिन्ता नगर बिस्तारै ठिक भइहाल्छ नि चिन्ता नगर भनेर हुन्छ झन्झन गाह्रो भइसक्यो अब छोरीलाई नभने पनि छोरालाई भनौँ उपचार गरौँ भनेको मान्दिनौ ठ्याट्ट केही भइहाल्यो भने के हुन्छ त्यसैले म छोरासँग एकचोटि कुरा गर्छु तिमी मलाई चाहिँ नरोक पर्दैन के पर्दैन छोरालाई फोन गर्न पर्दैन बिचरा सहर गएर पनि काम गर्न सकेको छैन पैसा छैन होला किन चिन्ता मात्रै दिनु बिस्तारै ठिक भइहाल्छ नि अब हस्पिटल लगेर के गर्नु हस्पिटलमा कति खर्च लाग्छ कति खर्च गर्नुपर्छ हस्पिटल लगेर मात्रै निको हुन्छ भन्ने के ग्यारेन्टी छ र पर सिस्टेकी साइलीलाई मलाई जस्तै दम हुँदाखेरि बिचरा छोराहरूले लगेर कति खर्च गरेछन् हस्पिटलमा तर मरेर गए के गर्नु पैसा पनि सक्यो ज्यान पनि सक्यो अब छोराछोरीको खर्च गराइदिनु भन्दा मर्न परे पनि मै मर्छु होस् भुन्टीकी आमा यस्तो कुरा नगर न सबैलाई एकनास हुँदैन उपचार गर्ने क्रममा एक दुईजना मान्छे निको भएनन् कोही मरे भन्दैमा आफूलाई पनि त्यस्तै हुन्छ भनेर यसरी हरेस खाएर हुन्छ कतिजना निको भएका छन् हामीले त्यस्तालाई पो सम्झिने हो त अस्ति नै भुन्टीले सन्चो बिसन्चो के छ भनेर सोद्धा राम्रै छ सन्चै छ भनेर छोरीको गाडी कति नै खुसी भए जस्तो गर्यो छोराछोरीलाई के दुःख दिनु उनीहरूसँग पैसा छैन भनेर सत्य कुरा लुकाउँदा ठ्याट्ट पछि केही भइदियो भने सत्य कुरा बुवा आमाले भन्या भएदेखि हामी उपचार गराउँथ्यौँ निको पार्थ्यौँ भनेर जीवनभर पस्ताउँछन् त्यही भएर यस्तो छ उपचार गर्नु पर्यो लिन आउनु पर्यो भनेर छोरालाई भन्यौँ भनेदेखि उसले केही न केही उपाय त गरिहाल्छ नि हो आमा बुवाले एकदम ठिक भनिरहनु भएको छ यसरी रोग लुकाएर बस्न हुँदैन चाँडोभन्दा चाँडो सहर गएर उपचार गरौँ आफूलाई यी भित्र भएर एक दिसैले फुर्किला उक्लिँदा त यहाँ गाह्रो भइरहेछ बा अब त्यो बजारसम्म
कसरी हिँडेर जान सक्छु र? हिँड्न नसक्ने भए बोकौँला नि हो, किन चिन्ता गरे? पहिले पुगेर उपचार त गराउँ, अनि निको भएपछि तिमी सबैतिर हिँड्न सक्ने भइहाल्छौ नि। पहिले म छोरालाई फोन गर्छु है। हस्। हेलो बाबु, के छ हालखबर? सन्चै छस्? दर्शन बुवा, सन्चै छु म त। हजुरलाई कस्तो छ? राम्रै छ बाबु, मलाई त राम्रै छ। तर तेरी आमालाई चाहिँ अलिक गाह्रो भएको छ। अस्ति नैदेखि दमले च्यापेको, अहिले त झन् गाह्रो पो भएको छ। यो कुराहरू चाहिँ छोराछोरीलाई नभन्नु, चिन्ता गर्छन् भनेर भनेकी थिए। अहिले त बाबु झन् गाह्रो पो भएको छ त। अब कति दिन नभन्नु, फेरि तिमीहरूलाई नभनेर कसलाई भन्नु जस्तो लागेर फोन गरेको नि बाबु। लौ न, अनि आमालाई दमले गाह्रो पारेको छ भने त अस्ति नै भन्नु पर्दैन त बुवा मलाई। अनि सहर लिएर आउँ न त बुवा, उपचार गराउनुपर्छ। यसरी व्यथा लुकाएर कहाँ हुन्छ? त्यही त बाबु, मैले पनि त्यही भने हो। तेरी आमा मान्दैन। छोराको कमाइ छैन, त्यसले उपचार खर्च कसरी जुटाउँछ? अब छोरीलाई भनौँ भने बिहे गरेर दिएको छोरी, त्यसलाई पनि के भन्नु, के दुःख दिनु भनेर भन्छे। कहिले के भन्छे, मान्दैन बाबु। के गर्ने होला? बुवा, जसरी भयो भने आमालाई मनाएर लिएर आउनुहोस्, उपचार गराउनुपर्छ। आमालाई केही भइहाल्यो भने त के गर्नु बुवा? पुरैसो गर्नु न, बोल्नै लिएर आउनु। हस् बाबु हस्, आफ्नो ख्याल गर्नु। अनि बुहारी र सङ्गीलाई सन्चै छ नि? यहाँ सबैलाई राम्रो छ बुवा, सन्चै छौँ हामी। ल बाबु ल, अहिले फोन राखिदिएँ, म तेरी आमालाई लिएर आउँछु नि। हस् बुवा। ल, कति धेरै माया गर्छ हाम्रो छोराले। यस्तो माया गर्ने छोराछोरीकी आमा यसरी व्यथा लुकाएर बस। फाट केही भइदिइहाल्यो भने त्यो छोराछोरीलाई कति चिन्ता होला, कति तनाव होला, त्यो विचार गरेकी छौ? उहाँ छोराले छिट्टै लिएर आउनु है आमालाई भनेर चाहिँ कसरी आत्तियो त्यो? माया त गर्छ नि त्यसले, तर के गर्नु, कमाइ छैन त्यसको। अब हस्पिटलले सित्तैमा उपचार गर्दैन, त्यही भएर नभन्नु भन्न खोजेको नि मैले।